नमस्कार दर्शक बिनहरू हजुरहरूलाई हाम्रो यस युट्युब च्यानलमा हार्दिक स्वागत छ। सुरु गरौँ आजका केही खेलकुद गतिविधिहरूबाट। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग भव्य तरिकाले उद्घाटन हुन सफल भएको छ। पहिलो खेलमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्सबीच आम्ने सामने भएका थिए। काठमाडौँ गोर्खाजले जनकपुर बोल्सलाई 5 विकेटले हराउन सफल भएको छ। नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको पहिलो खेलमा नै आसिफ शेखले प्रहार गरे आफ्नो अर्धशतक। नेपाल प्रिमियर लिगको दोस्रो खेल भने चितवन राइनोज र कर्णाली एक्स बीच हुने, त्यस्तै तेस्रो खेलमा भने विराटनगर र पोखरा एभेन्जर आम्ने सामने हुने भएका छन्। 27 वर्षपछि नर्वे 2026 को फिफा वर्ल्ड कपमा क्वालिफायर हुन सफल भएको छ। न्युजिल्यान्ड र वेस्ट इन्डिज बीचको पहिलो ओडिआई खेलमा न्युजिल्यान्ड 7 रनले विजय हुन सफल भएको छ। न्युजिल्यान्ड र वेस्ट इन्डिज बीचको खेलमा ड्यारेन मिचेलले लगाए आफ्नो ओडिआई खेलको 7औं शतक प्रहार। यी त थिए नेपाल र विश्व जगतमा भएका केही खेलकुदका गतिविधिहरू। यस्तै थप जानकारीका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न नबिर्सिनुहोला। साथै नजिकमा भएको बेल आइकनलाई पनि प्रेस गर्न नबिर्सिनुहोला, ताकि खेलकुदका हरेक गतिविधिहरू सबैभन्दा पहिले थाहा पाउन सक्नुहुनेछ।